नमस्कार। आज म एलएलबी इन्ट्रान्सको लागि विधि शास्त्र जुरिस्प्रुडेन्स च्याप्टरबाट केही एमसिक्यूहरू लिएर उपस्थित भएको छु। सो पहिलो क्वेसन हाम्रो रहेको छ, विधि शास्त्र भनेको के हो? हाम्रो चारवटा अप्सन रहेको छ। विधि शास्त्र भनेको कानुनको स्रोत हो कि, कानुनको दर्शन हो कि, कानुनको अङ्ग हो कि कानुन बनाउने प्रक्रिया हो? सो यो मेन के हो भने यो कानुनको दर्शन हो, वा हामी यसलाई के भन्छौँ त कानुनको विज्ञान पनि भन्छौँ। त्यही भएर यसको राइट एन्सर के रहेको छ? 1 नम्बरको कानुनको दर्शन हो, फिलोसफी अफ ल। त्यस्तै क्वेसन नम्बर 2 मा के रहेको छ? विधि शास्त्र शब्दको प्रयोग सामान्य र विशिष्ट अर्थमा कसले गरेका हुन् भनेपछि विधि शास्त्रको प्रयोग जेनरिक सेन्स र स्पेसिफिक सेन्समा कसले प्रयोग गरेका हुन् भने यसको सही जवाब के रहेको छ भने साल्मनले गरेका हुन्। जेनरिक एन्ड स्पेसिफिक सेन्समा साल्मनले यसको प्रयोग गरेका हुन् भने। त्यस्तै 3 नम्बरको प्रश्न, साल्मनको विधि शास्त्रलाई सामान्य अर्थ अन्तर्गत कानुनको विज्ञान भन्नाले के जनाउँछ? सो व्हाट द साइन्स अफ लेजिस्लेसन रिप्रेजेन्ट्स द अन्डर द साल्मन्स जुरिस्प्रुडेन्स भनेपछि साल्मनको विधि शास्त्रलाई सामान्य अर्थ अन्तर्गत कानुनको विज्ञानले के जनाउँदछ? अप्सन रहेको छ कानुन प्रणालीको भविष्य, कानुन प्रणालीको वर्तमान र कानुन प्रणालीको इतिहास वा पास्ट, प्रेजेन्ट एन्ड फ्युचर अफ द लिगल सिस्टम भनेपछि यसको एन्सर के रहेको छ भने साल्मनको विधि शास्त्रलाई सामान्य अर्थ अन्तर्गत कानुनको फ्युचर अफ लिगल सिस्टम भनेर जनाउँछ। त्यस्तै क्वेसन नम्बर 4, विधि शास्त्रलाई सामान्य र विशिष्ट विधि शास्त्रमा कसले विभाजन गरेका हुन्? सो हु डिवाइडेड जुरिस्प्रुडेन्स इन्टु जेनरल एन्ड पार्टिकुलर जुरिस्प्रुडेन्स भनेपछि 3वटा विद्वानहरूले लाइक बेन्थम, अस्टिन र साल्मन जसले चाहिँ विधि शास्त्रलाई विभाजन गरेका छन्। सो जेनरल र पार्टिकुलर जुरिस्प्रुडेन्स दुई टाइपमा कसले विभाजन गरेका छन् भने यसको सही जवाब के छ त? अस्टिन। क्वेसन नम्बर 4 को ख। त्यस्तै क्वेसन नम्बर 5, विधि शास्त्र के होइन? व्हाट इज नट जुरिस्प्रुडेन्स? विधि शास्त्र के होइन भनेपछि कानुनको ज्ञान हो, कानुनको विज्ञान पनि हो र कानुनको दर्शन पनि हो भने के होइन भने सोर्स अफ ल होइन, कानुनको स्रोत चाहिँ विधि शास्त्र होइन। सो विधि शास्त्र भनेको वकिलको बहुदृष्टिकोण हो भने भनाइ कसको हो? यसको चाहिँ सही जवाब रहेको छ जुलियस स्टोन। त्यस्तै कसका अनुसार विधि शास्त्र मानव निर्मित कानुनको दर्शन हो? कसको अनुसार? अकॉर्डिंग टू whom jurisprudence is the philosophy of positive law। सो पोजिटिभ लॉ कसले दिएका छ भने कसको अनुसार विधि शास्त्र मानव निर्मित कानुनको दर्शन हो भनेपछि क्वेसन नम्बर 7 मा के रहेको छ हाम्रो अप्सन? जुलियस स्टोन, अल्पिन, हल्यान्ड र अस्टिन रहेको छ भने 7 को के रहेको छ? घ नै रहेको छ, अस्टिन नै हो। क्वेसन नम्बर 8 मा छ विधि शास्त्र शब्द कुन भाषाको जुरिस्प्रुडेन्सियल भन्ने शब्दबाट उत्पत्ति भएको हो? एउटा के हुन्छ भने जुरिस्प्रुडेन्सिया हुन्छ र यसमा के भनेको छ भने जुरिस्प्रुडेन्सियल भनेपछि जुरिस्प्रुडेन्सियल फ्रेन्च भाषाबाट के भएको छ त? उत्पत्ति भएको हो। तर जुरिस्प्रुडेन्सिया भनेपछि कहाँबाट आएको हो? त्यो भनेपछि ल्याटिनबाट आएको छ। सो यसको सही जवाब के रहेको छ? फ्रेन्च। यहाँ जुरिस्प्रुडेन्सियल छ, त्यही भएर यस केबाट भएको छ? कुन भाषाबाट? फ्रेन्च भाषाबाट। यदि मात्र जुरिस्प्रुडेन्सिया भएको भए के हुन्थ्यो त? ल्याटिन।